तपाईहरु सबैलाई मेरो नमन। अनि धेरै दिन पछि यो एउटा वन अन वन इन्टरभ्यु गर्नु यहाँ भाइहरु घरमा आउनु भएको छ। 1 महिनाको अवधिमा मेरो आमा अलिकति बिरामी हुनुहुन्थ्यो अनि 1 महिना म उहाँको स्वास्थ्यको निम्ति एउटा छोराको ड्युटी गर्दै थिए। अनि धेरै दिन बाद तपाईहरुसँग यसरी इन्टरभ्यु गर्दैछु। धन्यवाद आइदिएकोमा। दार्जिलिङ पहाडको जनता गोर्खा जाति जहाँ हुनुहुन्छ उहाँलाई यो मेरो सन्देश तपाईहरुलाई बताउनु पर्छ के हुँदैछ पहाडमा। अब थालौं यो 1 महिनाको अवधिमा म आमाको स्वास्थ्य हेर्दाखेरि यहाँ दार्जिलिङमा के घटनाहरू भयो। नम्बर 1 चाहिँ हामीले तपाईहरुलाई थाहा छ, हामीले श्रमदानको साल भनेर यो माघे संक्रान्तिमा हामीले अनाउन्स गरेर जग्गा जग्गामा बाटो, समाज घर, बिल्डिङ, ब्रिज यस्तो कामहरू जनतासँग मिलेर हामीले गर्दैछौं। बालाबास ब्रिज पछि तुङसुङमा एउटा चिठी त्यहाँको 32 वटा समाज मिलेर त्यो एउटा ब्रिज छ, ब्रिटिश टाइमको ब्रिज, त्यहाँ एकदमै डेन्जरस भइसकेको छ। कति जीटीए ले त्यहाँ नरियल फुटायो, प्लान बनायो, तर के काम नगर्दा उनीहरु वक्कै दिक्कै हुँदाखेरि 32 वटा समाजले मलाई चिठी यो दिएको थियो पत्रचार कि अजय एडवर्ड्स हामीलाई सघाइदिनुहोस् न, हामी श्रमदान दिन्छौं, यो गर्छौं, तपाईले हामीलाई अलिकति सरसमानसँग हामीलाई मद्दत गर्नुहोस् भन्दाखेरि यस्तो त हामीले मद्दत गर्दै आएको, हामी यसमा पछि हट्दैनौं। दुःख छ। अनि यो समाजहरुको चिठी पाउँदाखेरि हामीले काम थाल्यो। त्यो काममा अनित थापा दाजुले डीएमएसपी लाई चीफ मिनिस्टर ममता ब्यानर्जी अस्तिको पाली यहाँ दार्जिलिङमा आउँदाखेरि स्पष्ट भनेको थियो कसरी चाहिँ ब्रिज बनाउँदैछ, मान्छेहरुले कसरी ब्रिज बनाउँछ, ढुङ्गा आफै त्यो एक्सिडेन्ट भयो भने डीएमएसपी यो सब रोक्नु पर्छ भनेर उहाँले एउटा हुकुम दियो। त्यसको पछि समाजमा गएर पुलिसहरुले त्यहाँ रोकथाम, भिडियोले रोकथाम, डीएम ले रोकथाम गर्नु खोज्यो। जनता मानेन। जनताको भनाइ स्पष्ट थियो, तपाईहरुले बनाइदिनुहोस्, हामी भोलिदेखि हाम्रो काम रोक्छ। तपाईहरुले जुन चाहिँ प्रमिस गरेको थियो बनाइदिनुहोस्, हामी काम गर्नु पर्दैन, हामी त ढुक्कै हुन्छ भनेर त्यही शर्त राखेर त्यहाँ एउटा केस फाइल भयो। त्यो केसमा हामीलाई नाम गरेको छ। मैले स्पष्ट भनेको छु, त्यो समाजले कुनै हार्डवेयर दोकानमा कुनै बिजनेस मान्छेलाई गएर 100 ब्याग सिमेन्ट इत्यादि माग्यो नि उहाँले दिन्छ नि। हामी त एउटा डोनर भएर हामी अगाडि बढ्दैछ। तर यसमा हामीलाई यो पुलिस प्रशासनले हामीलाई यो झुटा केसमा हाल्नु, एउटा डोनर मात्रै हो, झुटा केसमा हाल्नु। हेर्नुहोस् कति एउटा घुमजोर बंगलाबाट केस आयो। घुमजोर बंगलाको पुलिस कर्मीले पनि भन्दैछ के गर्नु, माथिबाट हामीलाई चाप दिएको देकै छ। हेर्नुहोस् चिठी दिएको हेर्नुहोस्, आदर्श हाम्रो भाइलाई जेसीबी चलायो भनेर हैन। यहाँ मेरो चार्टर्ड अकाउन्टेन्टलाई अजय एडवर्ड्स को हिसाब किताब हैन। यहाँ अर्को यो मित्तल भन्ने जेसीबी सप्लाई गर्नेलाई पनि उहाँलाई घुम जोरबंगला थानामा बोलायो। यहाँ विमल झावडलाई हैन कसरी चाहिँ यो सरसामान दिँदैछ, कुन चाहिँ पैसाले दिँदैछ भनेर उहाँलाई बोलायो। हेर्नुहोस् यहाँ मेरो अकाउन्टेन्ट बहिनीलाई बोलायो।
या सनोज तामाङ सनोज माउतो बागडुग्राबाट उहाँलाई पनि नोटिस दियो जेसीबी को लागि। यहाँ अर्को भाइलाई पनि जेसीबी को विषयमा घुमजोरबङ्गला थानाले बोलायो। सबैको लुकाउने केही छैन। आजसम्म उनीहरूले केस फाइल गरेको छैन, चार्जसिट गरेको छैन, कोर्टमा गरेको छैन। यहाँ हामीलाई ह्यारेसमेन्ट के पनि पाएन। यहाँ के पनि पाएन। अनि आजको दिनमा सुरजलाई जो चाहिँ ब्रिजमा काम गर्नु हुँदै थियो उहाँलाई भागो प्रमोको केटाहरूले आक्रमण गर्यो। मलाई फोन गर्दा मैले एफआईआर हाल्नु भन्दाखेरि हैन त्यहाँ गाउँको समाजहरू मिलेर गर्छ भन्यो। तर भागो प्रमाले फेरि सुरजलाई फल्स केस हाल्यो, हामीलाई कुट्यो भनेर। सुरजले पनि बेल पायो। अनि जुन चाहिँ दिन सुरजले बेल पायो मैले कचहरीको कोर्टको प्राङ्गणमा मैले भनेको थिएँ हाम्रो एसपी महोदयले किन हाम्रो पछि लागिरहेको छ। अहिलेदेखि हैन बहुत दिन भयो, 6-7 महिना भयो भागो प्रमसँग मिलेर चाहिँ आईजीजीएफलाई चाहिँ किन चाहिँ यस्तो गर्दैछ, मेरो पर्सनल किन अट्याक गर्दैछ। हाम्रो ग्लेनरिजको बार को एउटा पुलिस पर्मिसन उहाँकै साइन छ, उहाँले सबै गरेको छ। तर यो चिठी एक्साइजमा पुगेन। बनाइसकेको चिठी पनि उहाँले विथड्र गर्नु भन्यो उहाँको यहाँ एसपी। किनभने ग्लेनरिजलाई कसरी चाहिँ धक्का। मैले एसपी साहबलाई यो कुरा राखे। त्यसको पछि अब षड्यन्त्र चल्यो। सुरजले बेल पायो। अर्को प्रकाश गुरुङ। प्रकाश गुरुङलाई आईजीजीएफ को मान्छे भनेर उहाँलाई सुकिया बाटोबाट पक्रियो पुरानो केसको लागि। ठिकै छ नि पुरानो केस। 2017 मा जातिको आन्दोलन हुँदाखेरि एसआई को मर्डरमा 28 जनालाई केस हालेको थियो। यसमा विमल दाजु पनि 28 मा 1 जना हुनुहुन्छ। उहाँले बेल पाउनु भयो। हामीले पनि प्रकाशको उहाँको परिवार हामी मिलेर हाइकोर्ट गएर उहाँलाई बेल गरेर उहाँलाई तल जेलबाट हामीले निकाल्यो। तर कुरा चाहिँ के छ भन्दाखेरि 28 जना मा प्रकाश गुरुङलाई मात्रै चाहिँ फेरि सुप्रिम कोर्टमा प्रकाशको बेल चाहिँ दार्जिलिङ पुलिसले प्रकाशको बेल चाहिँ कस गर्नु भनेर सुप्रिम कोर्टमा उहाँहरूले प्रकाश गुरुङको बेल चाहिँ कस किन 28 जनाकोमा गरेन। तर प्रकाश गुरुङ मात्रै भन्यो भने हामीले सरासर बुझ्नु सक्छ कि यहाँको पुलिस प्रशासन र भागो प्रमा मिलेर चाहिँ आईजीजीएफ को कार्यकर्ताहरूलाई आईजीजीएफ को नेताहरूलाई चाहिँ डर देखाएर चाहिँ उहाँहरूले यो सुप्रिम कोर्टमा एउटा खुसीको खबर उहाँको जुन चाहिँ बेल क्यान्सलेसन थियो। हाम्रो लयरहरू सुप्रिम कोर्टमा आज मात्रै यो उद्देश मामलामा गएर त्यो बेल क्यान्सलेसन उहाँको बेल जुन चाहिँ हाइकोर्टले दिएको थियो त्यो वो यथायत रहन्छ भनेर सुप्रिम कोर्टले एउटा आदेश आज अर्डर बेलुकासम्म आउँदैछ। जनताले बुझ्नुपर्छ प्रकाश गुरुङ एउटा आरोपी हो 28 जनासँग 2017 को आन्दोलनमा। तर 28 जनालाई विमल गुरुङ ज्यूलाई अनि अन्य उहाँहरुको जो 28 जना हुन्थ्यो उहाँको बेल क्यान्सलेसनको छैन। तर प्रकाश गुरुङ यसमा प्रश्न चिन्ह छ। अब आयो त्यसको पछि घुमजोरबङ्गला थानाबाट दिपु थापाले ड्रग्स बेच्दैछ भनेर दिपु थापाको स्कुटर जोलाई पक्रियो आरोपीलाई पक्रियो। दिपु थापाको दोकानमा उहाँले दूध सप्लाई गर्थ्यो के गर्थ्यो त्यो स्कुटर चलाएर जाँदाखेरि दिपु थापालाई त्यो केसमा अड्कायो। घुमजोरबङ्गला थानै
यो सबै गुमजोर बङ्गला थानाले नै यो नोटिसहरू पठाएको। यो नोटिसमा के नपाउँदाखेरि चाहिँ दिपु थापालाई चाहिँ उसको इम्प्लोइ, उसको जसले दुध सप्लाई गर्थ्यो त्यो स्कुटरमा पक्रिँदा उहाँलाई गर्यो। आज त्यो केस सब जुडिस छ, दिपु थापाहरू तल जेलमा छ, करेक्सन। म भेटेँ उहाँहरूलाई। अब त्यो भेट्दाखेरि हेर्नुहोस् त, ठिकै छ नि, दिपु थापा आरोपी हो नि, अदालतले भन्छ नि उहाँ सही हो कि राइट हो कि होइन। अब तर हेर्नुहोस् यहाँ पुलिसको हात, फेरि पुलिसको फेसबुक पेजमा यहाँ स्पष्ट लेखेको छ कि दार्जिलिङ पुलिस हैज सक्सेसफुली अप्रिहेन्डेड दिपु थापा affiliated with the IGGF पार्टी। एउटा आइएएस अफिसरले शपथ गर्नुपर्छ जब उहाँ आइएएस अफिसर हुन्छ कि म निष्पक्ष हुन्छु, विदाउट फियर ओ फेवर, म कसलाई पनि निष्पक्ष बनाउनु। नि आजको दिनमा हेर्नुहोस् त, उहाँको अफिसियल पेजमा उहाँले आइजिजिएफलाई अंकित गरेर चाहिँ आइजिजिएफ को कार्यकर्ताहरू चाहिँ ड्रग मामलामा हामीले पक्राउ गर्यौं। अनि बीजीपीएम को यहाँ एकजना जीटीए को कर्मचारी हो, उहाँको काम धेरै दिन छैन भनेर उहाँ आतुर भइरहेको छ होला हैन। उहाँले लेख्यो कि ड्रग्स मामलामा ठूलो माछा पनि पक्राउ गर्ने छ भनेर यहाँ एउटा नक्सा हालेको छ। एउटा स्माइली गरेर यो नक्सा हालेको छ। के भनेको, यो केसमा चाहिँ यो अब यो ठूलो माछा चाहिँ को इन्कित गरेको छ, यो कर्मचारीले, यो सिलगुडीको भाइले। या क्लोजअप चाहिँ यो नक्सा हालेको छ। अब यो हेर्नुहोस् है, यो सबै चाहिँ म यो एक महिना मेरो आमालाई स्याहार्दाखेरि चाहिँ यो सबै घटनाहरू भएको। हेर्नुहोस् अब यो नक्सा कहाँबाट कट एन्ड पेस्ट गरेको, क्लियरली हेर्नुहोस् न। उहाँले ठुलो माछा भनेर मेरो नक्सा हाल्यो, त्यहाँदेखि चाहिँ यो, त्यहाँदेखि यो मेरो कट एन्ड पेस्ट गरेको। सो उहाँ एसपी साहब र यहाँ इच्छा हुने गर्ने मेरो भाइ एसपी, एसपी हुने इच्छा गर्ने भाइ हैन, एउटा कर्मचारी जीटीए को, उहाँको काम यो 1.5-2 वर्ष मात्रै छ भनेर उहाँ आतुर भएर हेर्नुहोस् त। यसको अब यो सबैको त केस हुन्छ, केस गर्नै पर्छ। किनभने हामीलाई के भनेको छ भन्दाखेरि ड्रग्सको पैसाले गर्दाखेरि हामीले यो सबै सेवा गर्दैछ। मानसिकता सोच्नुहोस्। आजको दिनमा सुदन भाइको केसमा 2 जना पक्राउ पर्यो। उहाँहरू बीजीपीएम को कार्डरहरू हो। हाम्रो मुखबाट कहिले पनि बीजीपीएम को कार्डर यस्तो हेनतेन भनेको छैन। सुदन गुरुङले न्याय पाउनुपर्छ, यसको कन्स्पिरेसीको पछि जाँच हुनुपर्छ भनेर हामीले स्पष्ट भनेको छ। तर पुलिसले त्यो 2 जना आरोपीलाई पक्रिँदाखेरि बीजीपीएम को कार्डर्स भनेर त लेखेन त उहाँको अफिसियल फेसबुक पेजमा चाहिँ। यहाँ चाहिँ आइजिजिएफ को कार्डरले ड्रग्स गर्यो भनेर चाहिँ किन लेखेको? पुलिस प्रशासन, हाम्रो एसपी महोदय, एएसपी जो मोटर बाइकमा हिँडेर गुण्डा जस्तो जग्गा जग्गामा गएर अजय हाम्रो सनी बमजनलाई अजय एडवर्ड तुम्हारा बाप है भनेर धम्की दिने यहाँ अफिसरहरू छ। के यो सबै के को लागि गरेको? उहाँहरू हाम्रो पछि के नलागेको? एउटै कारण हो, हामीले गरिबको लागि बोनसमा मिनिमम वेजेसको कुरा, कमानवासीको हामी बाटो पनि छोड्दैनौँ, माटो पनि छोड्दैनौँ भने बाटोको काम धमाधम, ब्रिजको काम धमाधम गर्दाखेरि उहाँहरूलाई साह्रो पर्यो। इतिहासमा यो 40 सालको इतिहासमा नि जब जातिको कुरा गर्छ, गोर्खाल्यान्डकै कुरा गरोस्, चिया कमानकै कुरा गरोस्, एडमिनिस्ट्रेसन र सरकारको यस्तो दबाउ थाल्छ। अनि हाम्रै माझमा
यो भाइहरू कतिजनालाई जन्माउँछ जो चाहिँ सरकारको आदेशमा उहाँहरूले काम गरिरहेछ। हेर्नुहोस् न, यो विकको यो नेसनल म्यागजिन हो। यो नेसनल म्यागजिनमा आज मात्रै मैले पाएको हाम्रो चिया बगानको इस्युमा हामी के काम गर्दैछ भारतभरि थाहा भइसकेको छ। आज मात्रै पाएको भारतभरि हामीले के भन्दैछ, इट इज टाइम दार्जिलिङ adopts fresh inclusive ideas where workers are not just laborers but also part of a profit sharing। हामीले इन्डस्ट्रीमा बाँच्नुपर्छ तर लेबरहरू पनि यसमा अब प्रफिट शेयरिङमा एउटा विन विन सिचुएसनमा आउनुपर्छ भनेर हामीले काम गर्दैछ। तर यो काम गर्ने बित्तिकै प्रशासन हाम्रो पछि, उनीहरूको टी टुरिज्म फेस्टिभलको अगेन्स्टमा हामी होइनौँ। उनीहरूले चियाको नाममा गरेर ठुल्ठुलो फेस्टिभल गरेर पैसा कहाँबाट त्यसको पक्ष, तर उहाँहरूले सोध्छ कि अजय एडवर्ड्स अनि उहाँहरूको समूह चाहिँ अब मान्छेको माया पाउँदैछ भने यो रोकथाम गर्नु। दिपुलाई एक रात आफ्नो साथी आइजिजिएफ को फुचु भन्ने मेरो भाइ हो, सिन्सियर बिजनेसम्यान हो। दिपुलाई एक रात उहाँलाई राखेको थियो, उहाँलाई पनि आज जेलमा हारिरहेको छ। म हिजो गएँ, उहाँहरूसँग बसेँ, प्रार्थना गरेँ अनि मैले भने म माफ माग्छु, मसँग संलग्न भएर तिमीहरू दुईजनालाई जेलमा हालिरहेछ। तर काम नबिगारेर भित्र पस्नु पनि यो चाहिँ एउटा मौका हो। काम नबिगारेर किन तिमीहरू भित्र छ, ड्रग्स बेचेर भित्र छ, तिमीहरू भित्र छ किनभने हामीले दार्जिलिङ जनताको गोर्खा जातिको अवस्थाहरू हामीले हेर्दाखेरि त्यो बिजिपिएम अनित थापा अनि सँगसँगै पुलिस एडमिनिस्ट्रेसनले हामीलाई दबाउनु खोजेको। एक महिना भयो म आमासँग फर्के, म यहाँबाट रिक्वेस्ट गर्नु चाहन्छु अनि चेतावना पनि दिनु चाहन्छु। फल्स केसहरू अबदेखि लाग्यो भने मै बस्छु, मै अनसन बस्छु, मै घेराउमा निक्लिन्छु अनि हाम्रो कार्यकर्तालाई भन्छु काम नबिगार्नु, तर कोसिसँग डराउनु पनि छैन। पुलिसले के गर्नु सक्छ, पक्रिनु सक्छ, त्यसको पछि 12 घण्टा 24 घण्टामा कोर्टमा जान्छ। हाम्रो लयरहरू एकसा एक छ, सुप्रिम कोर्टै होस् हाई कोर्टै होस्, हामी बेल लान्छ। तर काम नबिगारेर भित्र पस्नु भनेको आफ्नो जातिको निम्ति यो भाग्य मानि सोच्नुपर्छ। भित्र हस्टेल जस्तो छ, नसुर्ताउनु। यो 17 को आन्दोलनमा जुन चाहिँ दबाव गरेको थियो हामी चाहिँ होइन, हामी जेलमा पनि भेट्नु जान्छौँ, हामीले उहाँहरूको सुप्रिम कोर्टसम्म केस गर्छौँ अनि अन्तमा चाहिँ अझै हामीलाई पुलिस प्रशासनको चपेटमा हाल्नुको लागि चाहिँ बिमल झा र रितेश पौडेललाई पनि एफआईआर फल्स केस। 2018 को मामलामा रितेश चेयरम्यान हुँदाखेरि उनीहरूले यो गरेको भनेर यहाँको चेयरम्यान भाइ 1.5 साल छ भाइ, अझै दार्जिलिङ तिमीले आज तिम्रो म्युनिसिपालिटी अधीन 1.5 साल छ, पैसा जति बनाउँछ बनाइराख। तर व्हाट इज इलिगल इज इलिगल। म खुसी साथ म भन्नु चाहन्छु बिमल र रितेश पौडेलको जुन चाहिँ फल्स केस हालेको थियो आज भर्खर हाई कोर्टबाट त्यो स्टे आयो। त्यसमा पुलिसको इन्भेस्टिगेसन गर्नु हुँदैन भनेर कोर्टले अर्डर आएको छ। बेलुका म अर्डर अपलोड पनि गर्छु। प्रकाशले पनि एउटा उहाँको कस गर्नु खोजेको पुलिसले, दार्जिलिङ पुलिसले, त्यसको पनि एउटा हाम्रै फेभरमा आएको छ। यो सबै अर्डर म तपाईलाई दिनु चाहन्छु। अन्तमा जनतालाई म भन्छु यही हो, 40 सालमा यही हो। सबसे सजिलो के हो, लिडर
घुँडा टेके भने सबै राम्रो हुन्छ नि। म भोलि स्टेटको अगाडि घुँडा टेके अन्य बिजेपी सरकारसँग मिले पनि मलाई छुँदैन नि। मेरो राम्रो हुन्छ नि, मेरो आफ्नै। मेरो बुङकुलुङमा 4 स्टार होटल बनिन्छ, रोहिणीमा बनिन्छ, कर्सियङमै 4 एउटा ठुलो होमस्टे को उते हुन्छ। मेरो नेपालमा पैसा हाल्नु सक्छु घुँडा टेके भने चाहिँ। तर जातिको चाहिँ के हुँदैन, जातिको चाहिँ के हुँदैन। तर सने शक्ति म जनतालाई भन्छु हाम्रो छ, गर्दैनौ। यस्तो फल्स केसहरू त कति खान्छौ। वी आर नट अफ्रेड। हाम्रो जातिको कुरा राख्छौ अनि अन्तमा यही कारण चाहिँ हामीलाई छुट्टै राज्य चाहिन्छ भनेको चाहिँ यही कारण हो। दमन नीति, जातिको अगाडि जातिको कुरा, गरिब भन्दा गरिब हाम्रो मान्छेको कुरा राख्दाखेरि यो खाले दमन नीति हाम्रै माझमा भाइहरूलाई स्टेट सरकारहरूले चलाएर चाहिँ यो खाले दमन नीति सम्झदैनौ। हामी सम्झौता कोसँग पनि गर्दैनौ। आजको दिनमा स्पष्ट हुनुपर्छ सरकारसँग को मिलेको छ। 28 एउटा केसमा जहाँ विमल गुरुङ नम्बर 1 हो, उहाँको बेल सप्रेस गर्नु सुप्रिम कोर्ट पुगेन। अजय एडवर्ड्सको समूह प्रकाश गुरुङको एकैजनाको मात्रै सुप्रिम कोर्ट गयो। सरकारसँग को मिलेको छ। हामीलाई भन्छ नि टीएमसी को बी टिम सबै छ प्रमाण। घुँडा टेक्दैनौ, जनताको राज हुन्छै हुन्छ। अनि दार्जिलिङको मानिसहरूलाई अब एउटा चीज पर्खिरहेको छ। सुदनको केसमा कन्स्पिरेसी को एडिसन जज साहबले भन्नुभएको छ, यहाँ यो सेक्सन हाल्नु, कन्स्पिरेसीको सेक्सन हाल्नु, हामी पर्खिन्छौँ। पुलिसले सेक्सन हालेन भने आईजीजीएफ कसरी आन्दोलनमा निक्लिनु पर्छ त्यति बेला हामी तय गरिरहेको छौँ। कन्स्पिरेसीको सेक्सन हुनुपर्छ। मदन तामाङको कन्स्पिरेसीको सेक्सन 15 साल भयो, आजसम्म न्याय पाएको छैन। सुदनको पनि त्यस्तो नहोस्। सुदनको त्यो 2 भाइ मात्रै होइन, त्यो 2 भाइ पछि को छ। हामी 1 महिना पुलिसको यो चापले गर्दाखेरि के भएको सुदनलाई, पुलिस हामीसँग छ पड्काइदेन, थाना कचहरी हामी मिलाउँछ भनेर त्यो 2 भाइलाई लगाएको। अजयलाई पुलिसले चाप गरिरहेछ। यति बेला चाहिँ उनीहरूले मौका छोपेको। यो कन्स्पिरेसीमा यो सेक्सन एड गरेन भने हामी बाध्यता हुन्छ सुदनको न्यायको लागि आईजीजीएफ पार्टीले कुन चाहिँ निर्णय अघि लान्छ। तपाईहरुलाई धन्यवाद। तपाईहरु नडराउनुहोस्। हामी सने शक्ति बढाएर राखौं। म आईजीजीएफ को कार्डरहरु, आईजीजीएफ को लिडरहरुलाई म जग्गा जग्गामा त्यही सन्देश दिन चाहन्छु। सबै ठिकै छ, काम नबिगार्नुहोस् अनि कोससँग पनि नटेर्नुहोस्, नडराउनुहोस्। जय हिन्द, जय गोर्खा, जय जनता। धन्यवाद।